विशेष महाधिवेशन र नेपाली कांग्रेस विभाजन भएपछि के होला एउटा प्रश्न सबैको मनमा पक्कै पनि जन्मेको छ। तपाईहरुको मनमा पनि जन्मेको होला। मेरो मनमा पनि मैले त अस्तिको दिन काठमाडौँ राष्ट्रिय सभागृह अगाडि भनेको पनि थिए पत्रकारहरुसँग, ठुलो पार्टी यस्तो बेलामा विभाजन हुनु राम्रो कुरा त पक्कै होइन। यो हामी कसैको लागि पनि सुखद समाचार त होइन। तर भइ त हाल्यो। अब त यसको फेरि त्यसको पनि सहजीकरण गर्ने र प्रक्रियालाई अगाडि बढाउनुको त विकल्प हामीसँग छैन। मैले त्यसपछि सरकारका केही मन्त्रीहरुसँग कुरा गरे, यसले के हुन्छ। मैले निर्वाचनको आयोगको कुरा बुझ्ने कोसिस गरे, यसले के प्रभाव पार्छ। मैले सेक्युरिटी फोर्सेसहरुसँग पनि बुझ्ने कोसिस गरे, तर सबैतिरबाट यसले निर्वाचन प्रक्रियालाई असर गर्दैन भन्ने नै जवाब छ। सरकारको पनि दृढता छ, चुनावमा असर पर्न दिँदैन। हेरौं भरे भोलिसम्म त केही न केही नेपाली कांग्रेसको विभाजन बारे, आधिकारिकताको विवाद बारे, चुनाव चिन्हको विवाद बारे एउटा निरूपण त भइ नै हाल्नेछ। त्यसपछि प्रक्रिया अगाडि बढाइनेछ भन्नेमा सरकार प्रतिबद्ध नै देखिएको छ। अन्य राजनीतिक दलहरू पनि प्रतिबद्धै भएको हुनाले यो विषयमा हामी सबैले पनि आफ्नो ठाउँबाट सहजीकरण गर्न म तपाईहरु सबैलाई पनि अपिल गर्न चाहन्छु। त्यो भयानक रात 24 गते, 25 गते र 26 गते म चाहिँ सिंहदरबार भित्रै थिएँ। 26 गतेको त्यो रात जति बेला राष्ट्रपति र प्रधान सेनापतिले मलाई र अरु राजनीतिक दलका नेताहरूलाई राष्ट्रपति भवनमा बोलाएर अब यो देशलाई के गरी निकास दिने, निकै असहज परिस्थितिबाट गुज्रेको छ भन्ने बेलामा हामीले हर हालतमा परिस्थितिको सहजीकरण गर्नुपर्दछ। देशलाई यो भन्दा बढी दुर्घटनातिर जान दिन हुँदैन। संविधानलाई हर मूल्यमा जोगाउने प्रयास गर्नुपर्दछ। राष्ट्रपति संस्थालाई हर मूल्यमा जोगाउने प्रयास गर्नुपर्दछ र यो सबैको निम्ति जनतामा जाने वातावरण बनाउनु पर्दछ। जनताले गरेको फैसलालाई स्वीकार्ने सबैको प्रतिबद्धता हुन जरुरी छ भनेर हामीले रातभरि बसेर चाहिँ हामी अन्तरिम सरकार बनाउने दिशातिर र 6 महिनाभित्र निर्वाचन गर्ने दिशातिर जाँदा मात्रै परिस्थिति क्रमशः सहज हुन सक्छ भनेर हामीले भन्यौं। र अहिले क्रमशः पार्टीहरूलाई सबैलाई त्यो विश्वास भएको थिएन। तर अहिले सबै पार्टीहरू पनि अब निर्वाचनतिर नै केन्द्रित भएको स्थिति छ। र मैले जति कूटनीतिक क्षेत्रमा छलफल बहसहरू गरेको छु, सबैको पनि नेपालमा स्थिरता चाहने, नेपालमा विकास चाहनेहरू सबैको कुरा निर्वाचनको विकल्प छैन भन्ने नै छ। पहिला संविधान सभाको बेलामा पनि भोलि चुनाव छ, अघिल्लो दिनसम्म नै हुन्छ र भन्ने त्यसैभरि थियो। तर चुनाव भयो, चुनाव हुन्छ। अब त समानुपातिक लिस्ट पनि गइसक्यो। प्रत्यक्ष निर्वाचितको अब मनोनयन गर्ने दिन पनि आइसक्यो। मैले त आफ्नो दलको तर्फबाट हिजोबाट टिकट बाँड्न सुरु पनि गरिसकेँ। हिजो काठमाडौँमा टिकट बाँडेर आएको प्रत्यक्ष निर्वाचन। र मैले सरकारको जे कुरा बुझेको छु, राजनीतिक दलहरू जसरी अगाडि बढेका छन् र जनता पनि अब बिस्तारै चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ। म तपाईहरु सबैलाई पनि हुन्छ कि हुँदैन भन्ने प्रश्न मनमा ल्याउनु भन्दा चुनावको राम्रो तयारीमा अगाडि बढ्न अपिल गर्न चाहन्छु। चुनाव हुन्छ, चुनाव हुनै पर्छ। अर्को कुनै विकल्प यो देशको लागि अहिले छैन। अर्को विकल्प असहज र अर्को दुर्घटना निम्त्याउने कारक बन्न पनि सक्छ। त्यसकारण निर्धारित समयमा स्वच्छ निष्पक्ष चुनाव गराउन हामी सबैले योगदान गर्नुको विकल्प मैले केही पनि देखेको छैन।